Hey guys, this is Abhishek and you are watching Abhishek B89. So guys, आज पनि मैले अर्को एउटा नयाँ भिडियोमा रियाक्सन गर्न गइरहेको छु। आउनुस् हेरौँ है त गणेश जिडी ब्रदरको एभ्री नेपाली इन बस पार्ट 2 रे। पार्ट 1 पनि आइसकेको रहेछ कि हैन, पार्ट 2 रहेछ। ल हेरौँ है त गाइस कस्तो रहेछ। अनि गाइस यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज डोन्ट फर्गेट टु सब्स्क्राइब माइ च्यानल। यो बस्ने हो भाइ? बस्ने त हो नि दाइ, के प्रब्लम छ र? अब बस भए सबैजना किन उभिरहेछन् त? दामी हो नि हैन? नेपालमा बसमा सिट पनि हुँदैन अनि सिट आउनुस् भन्छ नि त। उले खतरा दियो नि त। बस हो, बस भए किन सबै उठिरहेन त नि? दामी। काबेली सम्झी दाइ, यो काभ्रे नमोबुद्ध पुग्न कति टाइम लाग्छ? 2 घण्टा लाग्छ हो आशेङ। दाइ 15 मिनेटको बाटोलाई 2 घण्टा लाग्छ र भने। सो काभ्रेडी सोल्टीको बसमा चाहिँ हैन, काभ्रे जाने बसमा चाहिँ 15 मिनेटलाई चाहिँ 2 घण्टा लाग्छ। किन भन्दाखेरि चाहिँ झरेर टिकटक गर्नु पर्यो नि त काभ्रेडी सम्धिमा। दामी। अरू मान्छे कुरै हुन्छ, अरू मान्छे कुरै भाइरल हुनु पर्यो नि त। ए गुरुजी, ए छिटो आउनु न। अब त म जिन्दगी भर पनि यो काभ्रेली सम्धि यातायात चाहिँ चढ्दिन है। आउँदै आएन। ओ माय गॉड। खै त यार 2 घण्टा भइसक्यो, कहाँ गए ड्राइभर खाना? दिक्क लागिसक्यो, फोन गरिसक्यो बुढीले। आज त हो नि बडी आशेङ। केटाहरु त टिकटक लाइभ चाहिँ इन गरौँ त पाशेङ। प्रो बस ड्राइभर माइक सते सालाको ट्राफिक नियम के गल्ती गरे सर यार मैले? यार तपाई पनि यसै यार बाटोमा मान्छे हानेर आउँछ, अझै के गल्ती गरे भन्छस्? हैत तेरिका, रोडमा हिँड्नु भएन नि त सर, बाटो त छेउछेउमा हुन्छ नि। अझै बढी बोल्दो रहेछ। भित्र आउनु तँलाई। भित्र नहालौँ सर, भित्र हाल्ने कुरा नगरौँ। खास बानी परेको के सर, पहिला म मन्त्रीको गाडी चलाइरहेको थिएँ, यस्तो त नर्मल लाग्थ्यो त यार। त्यस्तै छ त अनि। चल्लीको हडताल थाले है। ओ टाइम लाग्यो। पहिला म पोखरा बस्दाखेरि दसैँमा घर जाँदाखेरि हैन, हामी सिटमा बसेर जान पाइन्थ्यो। त्यतिखेर चाहिँ हैन टाढा लङ टुरको चाहिँ पहिले बुकिङ गरे हुन्थ्यो। यस्तै खाले गीतहरू लाउने हो कि ल बसमा चाहिँ। साँच्चै नै हो, गणेश ब्रदरले चाहिँ खतरा खोजेको हो कि कन्टेन्ट चाहिँ हैन। यस्तै हो, ट्याक्क लाएर त्यस्तो दोहोरी गीत व्यर्थ किन आँसु झारेको के मर्स्याङदिङमा पुल बगायो भन्ने दोहोरी गीतहरू चाहिँ लामो हुन्थ्यो नि त, 15-20 मिनटको। अनि ड्राइभरहरूलाई पनि स्किप गर्न पनि झ्याउ लाग्ने भएर हो क्या होइन? यस्तो कि चाहिँ बब्बाल बत्थेको पहिला। देउराली पुग्न कति टाइम लाग्छ दा? 2 किलोमिटर बाइक छ भाइ। मलाई 1 किलोमिटर परै झार्दैन ल दा। के यस्तो कुरा गरे भने तिमी काइला काका छोरा हैन, घरमै पुग्छ त। ए दा प्लिज अन्डरस्ट्यान्ड दा, मेरो लिटल काम छ के दा है। ल भाइ, आइ 15 मिनट ओरै झरेको रहेछ। ल ओके। You got a bad music taste, bro. अझै You got a bad Like dripping and gold beam, dripping and gold beam, dripping and gold beam, dripping and gold beam, dripping and gold beam. खतरा। Gold blast thunders, that's the best thing. Hold your. आउ खाइ आन्टी ठोक्दै है। आउनु चाहिँ ब्रदर चाहिँ लोकल बसमा आयो होइन, चाहिँ हल्का मेकअप गरेर भुडी सुडी लाएर अलिक मोटाको, अलिक खानजान देख्नु पऱ्यो नि त होइन? सुख चाहिँ अलिक मोटा आएछ सर गर भन्ने हुन्छ नि त गाउँतिर त। त्यही देखाएको प्रोल चाहिँ होइन, दामी हो। माई ब्युटिफुल प्लेस काका पारेबाट है। माई लाइफ माई भिलेज, माई भिलेज स्लोली कन्भर्टिङ इन्टु सिटी। ओ फुटबल या माई भिलेज इज लभ। ढोक्दै दिदी है फुटबल माई ब्युटिफुल प्लेस। बावाला होइन? ड्याड ढोक्दै है टाढेबाट ड्याड। होइन त बसमा आएको छ र? ना ड्याड, यहाँ पार्किङ छैन भने ड्याड। होइन के कुरो गरे? कस्तो पार्किङ?
त्यही भएर यार म ल्यान्ड क्रुजरमा आएको थिएँ कि पार्किङ नभएर मैले फर्काइदिइहालेँ नि डोन्ट से द्याट वर्ड ड्याड डोन्ट से द्याट वर्ड डिनर रेडी फर ड्याड कम अन ड्याड जस्ट हैव अ डिनर टुगेदर भिलेज लाइफ भाइ के ल्याम यसो गर्नु नि त एउटा अमेरिकानो सिंगल सर्ट गर्नु न ल अमेरिकानो त्यही भएर गाउँ आउनु मन लाग्दैन कि म्याप प्याकहरू एक्सन बस ओके छ नि है सिट त झकमकै छ कहाँनिर भन्दा तपाईँको एक्ससँगै बस्नु पाउने हेडमा बस एउटै सिटमा एक्स चमेली म यहाँ बस्दिनँ म यो सिट बस्दिनँ बस्नु मलाई अर्को सिट चाहियो मलाई नयाँ सिट चाहियो म यो सिट बस्दिनँ म यो सिट खाली छैन क्या अन्त एक्सहरूको भेट भएन छोइला यस्तो बसिरहेको छ तर गाडीमा चाहिँ माया त माया हो भन्ने गीत बजाइदियो होइन अनि अर्को के अरे एकै नजरमा माया बस्यो है भन्ने गीत बजाइदियो कि अब एक्स भइसक्यो ब्रेकअप भइसक्यो होइन अब फेरि लभ पर्छ कि के थाहा हो तिमीलाई धोका दियो भने अघि चाहिँ अलिकति स्याभेज सङहरू थियो अहिले चाहिँ अब चाहिँ पानसमा बत्ती बालेको कसरी हेर्नु खै मन परेको मायालाई सिन्दुर हालेको भन्ने गीतमा चाहिँ गणेश ब्रदरहरू कस्तो सेन्टी देखिरहेको आनन्द होइन छतमा गयो ल बेबी अबको 30 मिनेटमा हामी आइपुग्छौँ मास्टर प्लान ल बेबी अबको 30 मिनेटमा हामी आइपुग्छौँ तिमी त्यहाँ ब्याग स्याग रेडी गरेर अनि सुन त्यहाँ डराएर लुसुक्कै निस्किने होइन तपाईँले मेरो जिन्दगी बर्बाद गर्नुभयो तपाईँले खोजेको केटासँग तपाईँ आफै बिहे गर्नु अनि 30 मिनेटमा मेरो मान्छेहरू आउँदैछन् ऊ लगायत उसका 2 जना साथीहरू साथ दिँदैछन् मात्र 30 मिनेट त्यो आउँदैन होला है केटाहरू मास्टर प्लान मात्र गरे उता केटीले घरतिर यस्तो बाउला थर्काएर होइन मेरो मान्छेहरू आउँदैन लान्छ भने तर आउँदैन जस्तो लाग्यो हमारा गाड़ी में तो 1 घंटा होने लगे हैं वो लगे थे उसका 2 जना साथी अझ आइपुगेनन् बेबी खोइ त कता आइपुग्यो बेबी हेर न अचानक गाडी के भयो बन्छ अरे ड्राइभर दाइले भन्नुभएको 5 मिनटमा बन्छ अरे 15 मिनटको बाटो 20 मिनटमा त हामी पुगिहाल्छौँ नि के हो दाइ हो बन्छ 5 मिनटमा बन्छ ल बेबी अघिको लागि क्षमा प्रार्थी छौँ अबको 10 मिनटमा आइपुग्छौँ त्यहाँ तिम्रो बाउलाई भनिदेऊ म लगायत मेरा 2 जना साथीहरूले केही वास्ता गर्ने छैनन् र तिमीलाई त्यहाँ सिधै भगाउने हो अनि नयाँ जीवनको सुरुवात गर्ने फेरि बिग्रियो फेरि एकछिन बेबी प्लानमा सानो ट्विस्ट आयो योसम्म त ठिक थियो त हिजो भर्खर सर्भिस गरेर लिएर आएको यी 2 अहिले ग्रह दशा बोकेर लिएर आएछ नि के हो हजुर 1 घन्टा भइसक्यो ओके 2 घन्टा भइसक्यो तिम्रो मान्छे लगाएर उसका 2 जना साथी अझै पुगेनन् अबको 20 मिनटमा अस्ट्रेलियाबाट मेरो रोजाइको ज्वाइँ लगाएर उसका परिवार आउँदैछन् अस्ट्रेलियाबाट चाहिँ अब रोजेको ज्वाइँ आउँदैछ नि अब 20 मिनटमा आएन भने त उडाइदिनु भयो त ड्राइभर दाइले भन्नुभएको 2 घन्टा लाग्छ अरे म लगायत मेरा 2 जना साथी ड्राइभर दाइ खलासी भाइ अनि सबै जन्ती मिलेर हामी जङ्गलको बाटो छिछोल्दै आउँदैछौँ अब ड्राइभर दाइले थाहा छ सर्टकट बाटो थाहा छ भन्नुभएको छ तिमी रेडी भएर बस ल मेरो 2 जना साथी अरू को हुन् फर्किहाल अनि सुन मिल्छ भने अलि राम्रो गाडी चढेर जा फोन राख मुस्कान तिमी रेडी भएर बस हैन म लगायत मेरा 2 जना साथीहरु चाहिँ तिमीलाई लिन आउँदैछ अनि तिम्रो बाउलाई भन्दियौ त हल्का टाइम लाग्न सक्छ बालकुमारी कोटेश्वर 3 गुणे मानेश्वर सुन्दर
अब चाहिँ हाम्रो चाहिँ खलासीको डेटिङ है सहचालकको डेटिङ चाहिँ कस्तो हुन्छ हैन त्यो पनि देखाइरहेको ब्रोले हेरौँ अब बालकुमारी कोटेश्वर तिनगुने मानेश्वर सुन्दर चाउमिन ससेस अनि दुईटा कफी गरिदेऊ न अनि के छ फ्याउरी बेबी प्लिज मैले भनेको मान न यो काम सब छोड्देऊ त कोसिस गर्दैछु अब छोड्ने प्रयास गर्दैछु कामको खोजीमा मैले काकालाई भनेको छु काम खोज्नलाई ठाउँमा बेबी बानेश्वर कोटेश्वर बानेश्वर कोटेश्वरतिर खोज्ने भनेको छु काकालाई भाइ अर्डर भएन गाडी हिँड्छ भने गुरुजी साउ रिसाउँछन् भन्न खोजे सरी बेबी मलाई थाहा छ तिमीलाई कति प्रब्लम भइरह होला तिम्रो कति बेइज्जत भइरह होला अब म साच्ची भन्छु बेबी म यो सब काम छोडिदिन्छु तिम्रो कसम म यो सब काम छोडिदिन्छु बेबी ए भाइ कहाँ उभिरह भने यहाँ सिट छ त बस पुरै खाली छ यार पुरै खाली छ म त वेटर हो दाइ उसको बानी मान्छे मान्छे उमेको मान्छे त्यति बस्नु लगाइहाल्यो हैन ओके बानी यो केटी कहाँको उदयपुरैको यो केटी कहाँको उदयपुरैको फुलको सुन्दरी तेरा दिन माथिको फुलको सुन्दरी तेरा मैले चाहिँ अहिलेसम्म चाहिँ देखेको छैन है केटी सहचालक भएको चाहिँ टिकटकहरूमा चाहिँ देखिरहेको हुन्छु होइन सुन्नुहोस् न डिक्की त खुल्ला रहेछ 2-3टा सामान है खोज्दिम कि क्या हो सुन्नु न यो सिट हल्का मिलाउनु पर्ने थियो यहाँ चुप हिजो भर्खर सर्भिसिङ गरेको सब ठिक छ नसिका अहिले फेरि तँलाई चुपाएर बस् त्यहाँ नो वरिज फुलको सुन्दरी तेरा दिन माथिको फुलको सुन्दरी तेरा यो पेसामा लागेको कति भयो 6 महिना जान्छु म तिमीलाई तपाईलाई देख्दा खै किन एकदम खुसी लागेछ जान्छु म तिमीलाई एकैछिन छोडी अरूको त भाग्य फुट्यो आफ्नो त क्या जोडी अरूको त भाग्य फुट्यो कस्तो मुलायम हात कस्तो सिल्की कपाल के तेरो पारा बहिनी यसलाई व्यवस्था गरिहालौँ त के हो यसको पारा ठिक लाग्यो मलाई ओइ उठ अगाडि आइज छिटो नो वरिज गुरुजी तपाईको चोइसलाई चाहिँ जस मान्नै पर्छ के अरु बेला गाडी चढ्यो नि त्यो मजा आउँथेन आज चाहिँ मजा आयो यार दाइ यार यसकै गुरुजीकै अब कोही होला अब छोरी अथवा बुढी गर्लफ्रेन्ड कोही होला के अब बहुत मजा आयो यार लास्ट च्वाङ लास्ट पट बब्बाल केटी खलासी के झर्नी मेरो छोरी हो सरी गुरुजी सरी एकदमै संस्कारी हजुरकी छोरी म एउटा नादन बालिकीबाट गल्ती भयो गुरुजी मृग नयनी आँखा सुन्दरी छोरी कसरी बयान गर्न सक्छु र गुरुजी माफ पाऊ साथ त गयो गुरुजी माफ पाऊ सरी गुरुजी निकाल्नु हैन यो केटी कहाँको ओइ साउ इसिन बस हजुरले भाडा निकाली बस्नु साउ हैन अब साउ बसमा हुँदाखेरि चाहिँ कस्तो हुन रहेछ है त हेरौँ धन्यवाद सुन्नुहोस् है सबैजना अब अगाडि हल्का खाल्टा खुल्टी बाटो आउँदैछ कृपया ध्यान दिएर बस्नु होला है एकदम आनन्दसँग बस्नुहोस् केही टेन्सन भए हामीलाई सम्झिनु होला है ल हेर्नुहोस् न गाडी भने यस्तो पो हुनुपर्छ कस्तो संस्कारी चालक के सहचालक झन् कति संस्कारी है कति राम्रो हेर्नु त ल राम्रोसँग ध्यान दिएर गाडी चलाए म अहिले चाहिँ गएँ है त ल अब चाहिँ साउजी गयो अब चाहिँ केटाहरू गाडी उडाउनेवाला छ है त अब कसैको बाल छ थर्काउने होला अब छुट्टी भन्छ नि होइन अब चाहिँ खतरा आफ्नो पारामा आएको तैँले अघि भाडा दिए कि होइन ओए के हाँसिरहेको भाडा दिए कि होइन हेरे फेरि तैँले हेरे सबले एक एकले खान्छ है कट्टा फेरि भाडा दिएन भने अन्त गुरुजी साउथ चाहिँ छुट्टै मजा आउने के खल्नु भाइ त्यो पछाडि गएको केटी रोकेको छ क्यामेरा पठाउनु भाइ त हुनु पर्यो खल्लु भाइ रे धन्न साउको गाडी ठोक्यो आफ्नो भएको भए त तडाम हुने नि यार टुरिस्ट बस है ल आयो आयो
Brother, you only टुरिस्ट इन बस भनेपछि अब टुरिस्टलाई ठग्न खोज्ने होला है give 2000, okay? 2000, okay? क्या बोल रहे छु भाइ मैले यो बाटो 500 मा आए हूँ अर्को पालिबाट नेपालीमा भाडा मागे हूँ दसैँको सपिङ है एक पिस मात्र हो भाइ मार्केटमा नि कसैले लगाएको देख्दैन ल भाइलाई भनेर मात्र बुकिङ गरेर राखिदिएको मैले यो त्यही त दाइ अब स्टाइलिस हुनु पर्यो नि त गाउँघरतिर चलपल देखाउनु पर्यो नि त हैन के भाइ फरक नै पर्दैन के भाइ तिमीले मलाई पछि पनि सम्झिन्छौ ल ल ग्यारेन्टी भयो ल खलासीको नि त्यस्तै ड्रेस रहेछ कि अब परेन फसाद यस्तो भएपछि एक पिस मात्र हो भाइ मार्केटमा नि कसैले लगाएको देख्दैन ल भाइलाई भनेर मात्र बुकिङ गरेर राखिदिएको मैले यो हेलो आमा यो पालि दसैँमा म आइन है तिहार बुढो म प्रयास गर्नेछु टेन्सनै भयो ओके गाइस फाइनली गणेश जिडी ब्रदरको चाहिँ हेरेँ होइन कमेडी एकदम खतरा हुन्छ उसको चाहिँ पहिलेदेखि जब 2020 देखि हेर्न थालेको उसको चाहिँ मैले चाहिँ एकदम राम्रो लाग्छ अति नै दामी लाग्छ उसको कन्टेन्टहरू चाहिँ एकदम क्रिएटिभ छ मान्छे पनि होइन अनि उसको रिसर्च पनि खतरा रिसर्च गरेर भिडियोहरू गराउँछ मलाई एकदम राम्रो लाग्यो होप तपाईँहरूलाई पनि मन पर्यो होला होइन सो गाइस आजलाई यति नै यदि हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो भने प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल सी यु इन नेक्स्ट भिडियो बाई